जय नेपाल साथीहरू, यो एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु आज। यो एउटा सामान्य पढे लेखेको मान्छेले यो रोपनी कति हो होइन, रोपनी आना दाम कति हो र रोपनीमा अब कसरी हामीले आफ्नो जग्गा चाहिँ क्षेत्रफल नापेको छौँ भने त्यसलाई रोपनीमा कसरी निकाल्ने, त्यो हामी एकदम सजिलो तरिकाले बुझ्छौँ। र तैपनि तपाईँलाई इनकेस केही कुरामा कन्फ्युज भयो भने म यहाँ नम्बर दिइदिन्छु, साथीहरूले कल गर्नुहोला। र यो चाहिँ सामान्य कुराहरू हुन्छ जुन चाहिँ हामीले बुझेनौँ भने ठुलो ठुलो ठगीहरूमा चाहिँ परिहाल्छौँ। त्यो भएर यो कुराहरू सामान्य म्याथमेटिक्सको हो, हामीले बुझ्ने प्रयास गर्नुपर्छ। यो हाम्रो एक रोपनी जग्गा भनेको कति भयो त? जस्तो कुनै जग्गा स्क्वायरको सेपमा छ, वर्गको सेपमा छ भने 74 फिट लम्बाइ र 74 फिट चौडाइ छ भने त्यो जग्गा भनेको के भयो त? हाम्रो एक रोपनी जग्गा त्यो भयो होइन। अनि यदि मिटरमा नापेको छ भने लगभग 22.5 मिटर होइन लम्बाइ र 22.5 मिटर नै चौडाइ छ भने त्यो जग्गा भनेको कति हुन्छ त? हाम्रो एक रोपनी जग्गा हुन्छ 22.55 सेन्टिमिटर लगभग भयो भने। अब यो 74 फिट इन्टु 74 फिट भन्यो भने 5476 फिट स्क्वायर जग्गाको जति एरिया हुन्छ त्यसलाई हामी एक रोपनी मानेको हुन्छौँ। त्यही भएर कुनै जग्गा चाहिँ स्क्वायर फिटमा नापेको छ भने त्यसलाई 5476 फिट स्क्वायरले यतिले गुणा भाग गर्ने बित्तिकै त्यो जग्गा केमा आइहाल्छ त? रोपनीमा आइहाल्छ। अब रोपनी भनेको पहाडी इलाका भयो, काठमाडौँको जग्गाहरू भयो, प्राय रोपनी आना पैसा दाममा नापेको हुन्छ। एक रोपनी भन्यो भने तपाईँको 16 आना हुन्छ, जहाँ चाहिँ एक आनामा चाहिँ 4 पैसा हुन्छ अनि एक पैसामा फेरि 4 दाम हुन्छ, त्यस्तो हुन्छ। त रोपनी पछि के हुन्छ त? सानो त्योभन्दा आना हुन्छ। त एक रोपनीमा 16 आना हुन्छ। लगभग 1.5 कट्ठा जग्गालाई होइन, जुन तराईतिर हामी बिघा कट्ठा धुरमा नाप्छौँ, 1.5 कट्ठा जग्गालाई कति भन्छौँ त? हामी एक रोपनी भन्छौँ। र यदि मिटरमा नापेको छ भने जग्गा चाहिँ 508.749 मिटर स्क्वायरको एरिया बराबरको जग्गालाई हामी एक रोपनी भन्छौँ। अब मानौ यो त रोपनी भनेपछि जग्गा ठ्याक्क यस्तै 74 फिट बाई 74 फिटको जग्गा त तपाईँको हुँदैन। तपाईँको जग्गा त लम्बाइ फरक, चौडाइ फरक, अर्कै खाले हुन्छ। त त्यस्तो जग्गाको एरिया हामी रोपनी आना पैसा दाममा कसरी निकाल्ने, त्यो म यहाँ सरर यहाँ देखाइदिन्छु। मानव उदाहरणको लागि कुनै यहाँ चाहिँ जग्गा दिएको छ होइन, यो 215 फिट छ, यो 225 फिट छ होइन, 175 फिट छ एउटा मोहडा, 185 फिट छ अर्को मोहडा। त यसको एरिया पहिला हामी के गर्छौँ त? यहाँ फिट स्क्वायरमा निकाल्छौँ। सामान्य छ यो, तपाईँको जग्गाको चाहिँ एरिया यस्तो कति छ फिताले नाप्नु होला, अनि त्यो रोपनी आना पैसा दाममा कति हुन्छ त्यो तपाईँले एकदम साधारण हिसाबले निकाल्न सक्नुहुन्छ। जस्तो यहाँ के भयो त? के गर्ने त? 215 अनि 225 छ। त यहाँ हेरौँ, 215 प्लस 225 भागा 2 गरिदिएँ अनि गुना यहाँ यसको एभरेज निकाल्ने आम्ने सामनेवालाको। त 185 प्लस 175लाई 2ले भाग गरिदिएँ। अब यो कति भयो त? यहाँ हेर्नु त, यो भयो एभरेज आयो यसको 220, यसको एभरेज आयो 180। त अब यहाँ कति भयो? 280, 220, 180 कति भयो त? 39,600 फिट स्क्वायर आयो होइन। त अब यसलाई हामीले रोपनीमा लानु छ भने अघि मैले के भने त? कुनै फिट स्क्वायरमा भएको एरियालाई 5476ले भाग गर्यो भने त्यो के आइहाल्छ त? रोपनीमा आइहाल्छ। त 39,600लाई कतिले भाग गरेँ त? मैले 5476ले भाग गरिदिएँ। त यो आयो कति? 7.2315 डट डट समथिङ चाहिँ आउँछ यहाँ। यो भनेको 7.2315 रोपनी भयो होइन। त यो तपाईँको पूर्जामा हेर्नुभयो भने 7.2315 रोपनी यस्तो हुँदैन। पूर्जामा कस्तो हुन्छ त? यस्तो हुन्छ 7,323.27 यस्तो लेखेको हुन्छ। त यो कसरी निकाल्ने त? रोपनी आना, यो भनेको रोपनी आना पैसा दाममा हुन्छ। त यो कसरी निकाल्ने त? जस्तो मैले अब यहाँ एरिया निकाले फिट स्क्वायरमा 5476ले भाग गरेँ। भाग गरेपछि कति आयो त? 7.2315 रोपनी। त अब पोइन्ट अगाडिको जुन अङ्क छ त्यो त रोपनी भइहाल्यो।
7 रोप्नी भयो त 7 यसमा 7 घटाइदिएपछि के आउँछ 0.2315 समथिङ यहाँ आउँछ त 0.2315 लाई अब एक रोप्नीमा कति हुन्छ 16 आना हुन्छ त्यो भएर 0.2315 जति आउँछ त्यसलाई 16 ले गुणन गरिदिन्छौँ हामी 0.2315 लाई त यो 16 ले गुणन गरेपछि कति आएछ यहाँ 3.704889 आयो त अब यो 3 जुन अगाडि आयो पोइन्टको अगाडि त्यो भयो भनेपछि रोप्नी अनि त्यसपछि यो 3 भन्यो भने आना भइहाल्यो 7 रोप्नी भयो 3 आना भयो अब फेरि के गर्छौं त 0.70489 लाई हामीलाई के थाहा छ एक रोप्नीमा 16 आना अनि एक आनामा 4 पैसा हुन्छ त्यो भएर अब जुन यो 0.708489 छ यसमा हामी 4 ले गुणन गर्छौं यस्तो 0.70489 मा 4 ले गुणन गरेपछि कति आयो यहाँ हेर्नु त 2.819 यहाँ समथिङ आयो हैन त अब यसलाई के गर्ने त अब फेरि यहाँ 2 जुन अगाडि आएको छ यो त पैसा भइहाल्यो थाहा छ हामीलाई एक रोप्नीमा 16 आना 16 एक आनामा 4 पैसा अनि 4 पैसामा अब यहाँ हेर्नु त आना भयो 3 त्यसपछि पैसा पनि 2 आयो अब 0.819 छ यसलाई फेरि 4 ले गुणन गर्छौं त यो कति आउँछ त यहाँ हेर्नु त 3.27 आयो 3.27 आयो त 3.27 के भयो त पैसा पछि दाम हुन्छ त अब यसलाई यस्तो लेख्छौं जस्तो यो 7 थियो अघि आयो 7 भयो त्यसपछिको 3 यहाँ पोइन्ट पछिको यतातिरको अंक 3 आयो त्यसपछिको यो 2 भन्यो भने पैसा त 7 रोप्नी 3 आना 2 पैसा अनि 3.27 दाम त यसरी हामी जुनसुकै एरिया यदि नापेको छौं भने त्यसलाई चाहिँ हामी रोप्नी आना पैसा दाममा सजिलै निकाल्न सक्छौं र साथीहरुले आफ्नो घर जग्गाको यस्तो लम्बाई चौडाइहरु फिताले नाप्ने त्यो चाहिँ यसरी लेख्ने कति आएको छ अनि यो हिसाबले निकाल्नु एकपटक अनि आफ्नो पूर्जाको चाहिँ यो एरिया चेक गर्नु कतिको मिल्छ मिल्दैन त्यसरी तपाईले आफ्नो जग्गाहरु नाप्नलाई चाहिँ सिक्नुहुन्छ एउटा साधारण तपाईलाई ज्ञान हुन्छ त्यसले गर्दा तपाईलाई कसैले ठग्न सक्दैन नत्र अब कति जग्गालाई यति बढी छ भनेर मान्छेले खरिद बिक्री गर्दिन्छ अनि पछि लिसकेपछि अब गर्ने के त्यस्तो ठगी नहोस् भनेर यस्तो भिडियोहरु चाहिँ यो हामी हाल्छौं हैन त साथीहरुले यो नापी सम्बन्धी यस्ता कुराहरुको लागि यो अन्सारी साइन्स च्यानललाई सब्स्क्राइब गर्नु होला हस्त साथीहरु धन्यवाद।